दर्शन नमस्ते। हाम्रो बाउछोरीको मिनी ब्लगमा स्वागत छ सम्पूर्णलाई। आज चाहिँ हाम्रो बाउछोरीको छुट्टी थियो अनि आज छोरीको पनि विकेन्ड छुट्टी र मेरो पनि काम छुट्टी र आमा चाहिँको चाहिँ आज काम थियो। हाम्रो आज बाउछोरीको एक दिनभरिको क्रियाकलाप हेर्नु चाहिँ यसरी बितिरहेको छ। छोरीलाई खाना खुवाए बिहान त्यस पछाडि खाना खुवाइसके पछाडि फेरि दुध खुवाउनु पर्यो अनि दुध खुवाइसके पछाडि उसलाई फेरि खानाको लागि टिभी देखाउनुपर्छ, कार्टुन देखाउनुपर्छ, नत्र भनेदेखि ऊ खानै मान्दैन। अनि एकछिन रमाइलो गरेर लुकामारी खेल्ने, घरि कता भित्र पस्ने, घरि कता पस्ने गरेर लुकामारी खेल्दै हाँसखेल गर्दै हाम्रो एक दिनभरि यसरी नै बित्दैछ। अनि बिस्तारै बिस्तारै आमाको काम सकिन आँट्ने बेला भइसकेको थियो। हेलो, हाम्रो ब्लग चाहिँ यहाँबाट सुरु हुन्छ। अब है छोरी के भन्छ? बसेर एकदम रमाइलो भइरहेछ। उसलाई बाहिर गाडीमा घुम्न रमाइलो लाग्छ। दोको कहाँ जाने भनेको उता जाने भनेर उसले देखाइरहेछ क्वाक 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 गरेर। अनि त्यहाँदेखि हामी गयौँ ड्रेस मल। बाउसरी भएर आमा चाहिँ काममा हामी आमा तेल दिन गएको। अब त्यस पछाडि हामी आमा चाहिँ काम चाहिँ अगाडि हो, फर्किँदाखेरि भिडियो छैन, काममा गएर भिडियो चाहिँ छैन। गइरहेको छु मैले र लगाइ त्यस पछाडि फर्के पछाडि आएर फेरि छोरीलाई खाना खुवाएँ। अनि ऊ चाहिँ उसको फेरि फेभरेटमा नाचेको देख्ने हुन्न। उसले फेरि टिपेर उसले कि फालिदिनुपर्छ कि सुतेर भुइँमा सुतेर दङ्ग्याउनुपर्छ। र एकछिन पछाडि फेरि खेल्नु पर्यो। अब खेल्दा कहाँ खेल्ने भन्दा यो खागोभित्र पसेर एकदम लुकिएमारी खेलिरहेको छ। यता खेलाउने कुरो यति धेरै छ, उसलाई मतलब छैन। उसलाई त्यसमै खेल्नुपर्छ। फेरि रिस उठ्यो भनेदेखि बुत्ते फालिदिइहाल्ने हो। अब हेरौँ है त। यसरी नै फालिदिए पछाडि अनि दिन सकिन्छ। लास्टमा यसरी